हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई आवर च्यानल। अस्तिबाट मैले गार्डनिङ भिडियोहरू त बनाइरहेको छु। आज चाहिँ म धेरै पछाडि मेरो घरको यो गार्डनको ओभरभ्यू देखाउँदैछु कि पहिला बनाएको थिएँ, अहिले बनाएको थिएन। फुल त खासै फुलेको छैन। म इन्डोरबाट है, यो भित्रपट्टिको साइड हो, यो मेरो यहाँ इन्डोर छ, इन्डोर प्लान्टहरू छ हल्का। यो पाल्दानी भन्छ नि, तलपट्टि छ कि छतभित्रपट्टि। यहाँबाट यस्तो अलिअलि हल्का डेकोरेसन गरेको छु, के पनि गरेको छैन खासै। यतापट्टि इन्डोर प्लान्ट छ, यो भित्रपट्टि। यता चेयरहरू राखेको छु, एउटा टेबल है, यस्तो बस्नलाई बाहिर यस्तो छ कि बाहिरको भ्यू। अनि यतापट्टि पनि यो सुर्याक छ, सुर्याकमाथि अनि अलिअलि हल्का गमलाहरू राखेको छु। यतापट्टि दुईवटा प्लान्ट छ, डोरको साइड हो कि यो मेरो झ्याल। अनि यहाँबाट डोर, अनि यहाँबाट भित्र जाने हो। यताबाट ग्रिन प्लान्टहरू छ। अनि यसरी यतापट्टि बाहिर घाम एकदम चर्को छ, यतापट्टि यसरी मैले यहाँ ऱ्याक राखेको छु। यो ऱ्याकमा पनि फुल छ है, अलिअलि फुल्दैसकेको छ। अनि यतापट्टि मेरो यो गेट साइड तल झर्ने, यतापट्टि डबल भएको स्ट्यान्ड राखेको छु, जोइन्ट। यसमा जेरेनियमहरू फुल्दैछ, अरू केही पनि छैन, जेरेनियम छ यता। अनि तलपट्टि सकिसकेको क्रिसमस क्याक्टस छ, जेरेनियम छ यत्तिकै। यतापट्टि यो स्ट्यान्ड छ। अनि यसरी फर्केर आएपछि फेरि यो साइडमा पनि अर्को ऱ्याक छ, यस्तै नै। यसमा पनि यो जेरेनियमहरू फुलिरहेछ। कलर कलरको अहिले जेरेनियमको सिजन हो है, यस्तरी छ। यो बाहिरपट्टिको बरन्डा। अनि यहाँबाट फेरि यता पनि डबल स्ट्यान्ड छ, यता पनि जेरेनियम छ। घामले अलिक लाइट टल्केछ होला धेरै। अब जेरेनियमहरू बल्ल फुल्न सुरु हुँदैछ कि मजाले, जाडोमा बेसी फुल्छ नि त यो, यस्तरी छ। यो मेरो प्यानागोन पनि फुल्न सुरु भएको छ। अनि यतापट्टि यो मेरो कम्पाउन्डको बाल्दामा दुईवटा गमला राखेको छु। यहाँ बगमबेली छ, अनि यहाँ व्हाइट कलरको लालुपाते छ है। अनि यहाँबाट यता अब यतापट्टिको मेरो खुल्ला ओपन, यतापट्टि सानो थियो, यतापट्टि यो साइड चाहिँ ठुलो ओपन बरन्डा हो। यतापट्टि सबै लालुपाते छ, मेरो लालुपाते फुलेछ। दुई साइड गराएर बिचमा हिँड्ने छ बनाएको छु है। अनि दुई साइड यसरी राखेको छु, कोही फुलेछ कोही फुलेको छैन। मधुकामिनी फुलेको छैन, पिटुनियाहरू फुल्न सुरु भएको छ, हाइबिस्कस फुलेको छैन। अनि यतापट्टि पनि फेरि लालुपाते नै छ, दुई लाइन बनाएको छु कि लालुपाते। यसरी हेर्दा यस्तो छ कि भुइँमा केही पनि छैन, खाली छ है, व्हाइट सिमेन्ट हो। अनि यस्तो छ हेर्दा, दुई साइड रातै लालुपाते फुलेछ मेरो अहिले। ठक्क यतापट्टि भर्याङ छ। अनि ठक्क यता आउँदा आउँदा यो साइडमा पनि फेरि मैले डबल स्ट्यान्ड राखेको छु कि यता पनि लालुपाते छ। लालुपातेको सिजन अहिले त है, अनि फुल्दैछ लालुपाते। डबल स्ट्यान्ड राखेको छु। अनि यो डबल स्ट्यान्डमा पनि लालुपाते नै छ। अहिले अलिकति है लाइट, घामले गर्दा अलिकति लाइट भएको छ। अनि यो साइड यतापट्टि हो मेरो। अनि यतापट्टि ग्रिनहरू छ अलिअलि भन्नाले। ह्याङ्गिङमा मङ्की टेल छ। अनि यो ऊ राखेको छु, अर्को के भन्छ, जेरेनियमहरू छ ह्याङ्गिङको। अनि जेरेनियम अनि वान्डरिङ जूहरू छ है। अनि यो साइड यस्तो छ क्या, भित्रपट्टिको अघि देखाएँ नि त्यही साइडको यो बाहिरपट्टि हो। यतापट्टि मनी प्लान्ट छ है, ग्रिन। अनि रोजहरू फुलेको छैन, यसरी अलिअलि ग्रिनेरी छ। यतापट्टि चाहिँ फुलेको छैन, नफुल्ने फुलहरू छ कि अहिले नफुलेको सिजनमा। अब प्यानागोइन सबै मिक्स छ। अनि यो अब सिङ्गोनियम त फुल्ने नै भएन, यिनीहरू सबै यो क्याथलीहरू फुल्दैन है। क्रिसमस क्याक्टस सकेर यसरी राखेको छु। अनि यो साइड भर्याङको पनि हो, भर्याङको साइडमा तल अलिअलि ह्याङ्गिङ राखेको छु। अहिले ह्याङ्गिङमा नि सबै सो प्लान्टहरू मात्रै छ, फुल्ने छैन अहिले, फुल्ने फुलहरू केही पनि छैन, त्यही लालुपाते बाहेक। अनि आज यसमा तिनवटा मैले रिपोर्ट गरेँ है, यो प्यानागोइन जेरेनियममा अझै रिपोर्ट गर्नुपर्ने छ। यस्तो छ कि यो ग्रिनेड बाहिर यस्तो ओपन छ साइड। मेरो यो गार्डन ओभरभ्यू हो क्या, खासै छैन, यत्तिको छ। ठुलो त ठुलो, फुलहरू त्यस्तो धेरै पनि छैन भन्नाले खाली पनि छैन, छन त छ। अब फुल्दै गर्छ, सिद्धिँदै गर्छ है सिजनल फुलहरू। अनि ल्याउनु कति ल्याउनु, तर अहिले म कति बिजी भएर ल्याएको छैन, घरकै फुल छ। पिटुनिया ल्याएको थिएँ दुईचोटि, त्यति राम्रो भएन कि। अनि त्यस पछाडि मैले फुल पिटुनिया ल्याएकै छैन, भ्याउँदै नि भ्याएन म है। अनि अहिले जे छ यति नै हो मेरो गार्डनमा भएको फुलहरू, हरियो रातो चाहिँ। अनि यस्तो छ क्या, यहाँ यो साइड चाहिँ लाइट आयो। म अर्को साइडबाट देखाउँछु।
यस्तो छ कि यो साइड चाहिँ अहिले लाग्छ आलुपाती फुलिरहेछ। अनि यताबाट भर्याङ साइडबाट यस्तो हो कि घुमेर पुरा यताको बालदानी चाहिँ यति नै हो। यो भित्रपट्टिको साइड हो। ओभरभ्यू यही नै हो मेरो गार्डनको। कस्तो लाग्छ यहाँलाई? मन पऱ्यो भने लाइक गरिदिनु होला। साथै नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला।